कठिन समयपछि अब सुरु हुन्छ नयाँ सपना। हामीसँगै ठूलो काम गरौँ, नयाँ व्यापार सुरु गरौँ, फलफूल अझ बढाउँ। तर कसरी अझ धेरै उत्पादन गर्ने? हामी नयाँ तरिका प्रयोग हामी गरौँ। मिलेर ठूलो खेती गरौँ। अब यो पटक भने उनीहरूले नयाँ तरिका अपनाउने भए। यहाँ ग्रीन हाउस बनाऊ है साथीहो। हुन्छ, त्यसले धेरै उत्पादन पनि हुन्छ। हो नि, त्यसपछि हामी धेरै फल बेच्न सक्छौं। त्यसपछि सबैजना मिलेर ग्रीन हाउस बनाउन अघि बढे। उनीहरूले फेरि मेहनत सुरु गरे। एक दिन हामी अवश्य नयाँ उचाइमा पुग्छौं। मेहनत गर्न नछोडौँ है साथीहरू। ग्रीन हाउस बनाइसकेपछि बिस्तारै उत्पादन पनि बढ्दै गयो। वाह, कति धेरै फल फलेको। हाम्रो मेहनत सफल हुँदै गयो नि है साथीहरू। हेर, सबै बढ्दैछ। त्यसपछि उनीहरूले उत्पादन भएको फलफूलहरू बजारमा लगेर बेच्न पनि सुरु गरे। धन्यवाद। फेरि आउनुहोला। हामीले पहिलाको भन्दा धेरै कमायौं। अब हामी अझ सफल बन्न सक्छौं। ग्रीन हाउसको प्रयोगपछि उत्पादन पनि राम्रो भयो र बजारमा लगेर बेच्दा झनै राम्रो आम्दानी पनि गरे। त्यसपछि उनीहरूले नयाँ प्लान अगाडि सारे। अब हामी यो जमिन किन्छौं। हाम्रो सपना अझ ठूलो हुँदैछ। यहाँ कति धेरै गर्न सक्छौं। हामी अझ ठूलो खेती बनाउँछौं। त्यसपछि उनीहरूले नयाँ जमिन किन्ने प्लान गरे अनि त्यसमा अहिलेसम्मकै ठूलो फलफूल खेती पनि सुरु गरे। सपना अब अझ ठूलो बन्यो। हामीले सोचे भन्दा पनि ठूलो भयो। यो त सुरुवात मात्र हो। हाम्रो मेहनत सफल भयो। साथी भएर सबै सम्भव छ। हामीले सँगै गरेर देखायौं। हामी सफल भयौं। मेहनत र एकताले सफलता ल्याउँछ। यस्तै भिडियो हेर्नका लागि हाम्रो यो भिडियोलाई लाइक, शेयर, सब्स्क्राइब र फलो गरेर सहयोग गर्नुहोस्।